हेलो एन्ड नमस्ते सबैजनालाई। हजुरहरूलाई स्वागत गर्छु आजको यो मेरो सानो मिनी भ्लगमा। यो मेरो मिनी भ्लग भनेको यो आज मैले आफ्नो घरमा आफैले पिओपी डिजाइन हानेको छु। दुई दिन लाग्यो साथीहरू एक कोठा सक्न। फर्स्ट टाइम हो यो मेरो पिओपी डिजाइन, नत्र म यस्तो नर्मली वालमा मात्रै हान्थेँ। वालमा भयो अब रेलिङमा भयो त्यस्तोमा मात्रै हान्थेँ। यो पिओपी डिजाइन भनेको यो मेरो फर्स्ट डिजाइन हो। त्यही भएर मलाई टाइम लागेको गाइज। यो एक कोठा सक्न मलाई 2 दिन लाग्यो। अझ पनि छ अलिकति गाइज, हेर्न सक्नुहुन्छ कस्तो छ गाइज। सरी, कमेन्ट गर्नु होला। हस् त, धन्यवाद।